हेलो गाई, गुड मर्निङ सबैजनालाई। शुभ बिहानी। आज हिजो हामीले यो उनेको फुल हो, सुमिना र मैले उनेको फुल 22-23 लुम छ फुल। हिजो बेलुका उनेको, राति 8:30 बजेसम्म उनेको हामीले फुल। आज के को पूजा रे मम्मी? घर पनि लिपिसकेछ। के को पूजा रे आज? लुद्री पूजा आज चाहिँ। म चाहिँ भन्ने बिर्सेछ। घर सर सबै लिपिसकेका छौँ। हामी अघि उठेर टोइलेटमा बसेको निधाइ पराएको रहेछ हाम्रो मम्मी। सुराहरू कानो मतन भित्री मिल्दै दिउँ 4 बजे 4:30 बजे नाभि यहाँ चाहिँ भाउजूहरूले उठेर रोटी पोलिसकेको छ। आज नि हेर्नु साथीहरू, हिजो उसिनेको फरल होइन, फर्सी। यो फर्सी हो आजको लागि, लुद्री पूजाको लागि। आज चाहिँ यो रोटी एक नाङ्लो। अनि यता के हुँदैछ भन्दाखेरि यता नि दिदी यता भाउजू रोटी पोल्दैछ। रोटी पोलेको भाउजू? रोटी पोल्दै हुन्छ आज। यता नि एक भाँडो पिठो, हिजोभन्दा धेरै है। हामी चाहिँ टोइलेटमा पानी लाएर सुतेको। मजी गएर सुतेछ। सुमिना गयो तलतिर। ए रोटी पोल्दैछ यता नि आज नि। यहाँ हाम्रो गाउँको घर त माइती घर हेर्नु, यहाँ झिल्ली मिल्ली रमाइलो हुन्छ। हाम्रो मम्मी कि बेडी खानु गाग्ने नगाग्ने Kalau cuma so TV ngonang, oh zaman ilalah ngukle Indra cidang sola dia melau. मादेले क्या माको केही क्यामेरा भित्र डाक्ने के भरमी। अनि मम्मी जुङ्लो मम्मी खै के हो? के बेडी हो त्यो? सुर्ती? ए सुरत बेडी त दिदी दिदी लु इला गाग्ने लु गाग्नेलाई भिडियो गाँसेको म त यहाँ के अति काकाको आज पूजा गर्ने अब टोपरा गाँसेको हामी दुना टोपरा गाँस्नु परेको। हिजो नि गाँसियो है, आज यो बाँकी भएको होइन? हिजो गाँस्यो अलिकति आज रहे परेको, आज गाँस्नु पर्यो होइन? ले चाहिँ अघि पैसा दिएपछि दाइको साडी सुई साधले सा ल अघि नै साडी सानो साडी पर्ने खुर्सानी हो भाउजू? ए अचारको लागि होइन? फेरि आज नि यहाँ के अरे आलु र इस्कुस है। यी गाउँमा त अब मुला कता खोज्नु, आलु इस्कुस अर्ग्यानिक मजाले भुट्ने हो। हिजो जस्तो दामी भोलाको बाउले पो दामी बनाउँदो रहेछ त है। आज लुद्री पूजा होइन?
अनि त्यो दोरी छेकेर लु नाच्नु यो कसैले फलको हिजाको जाने कसलाले के हिरो बत्दैछ नाच वाचा बाजु त वाली छिटो जान्छ लाला जान्छ अब आफै नचाने फेरि कासा जोइले फेरि गाली गर्न लाग्यो मेरो बुढीलाई चाटो भएर यसो भदोली राजा धारी महाबला हेर्न मन नानी राखे मातरमा त ठट्टा गर्न लाग्यो ठट्टा गर्छ नि ठट्टा नगरी हामीले त पोलेर त होइन हामीले पोल्नु सबैजना भ्लगर बन्यो अबदेखि भलकर हो कि चलकर हो आउँदै केही थियो के बनाउने यस्तै पारा त बब्बाले छ बाहिर फुल लाउनेहरूलाई सबै गर्मी चिसो बाट्दै हामी चाहिँ नदी पूजा सकेर फरल खाने चाहिँ गाई चाहिँ रोटी सेलरोटी मिठो छ फरल सबै मिठो छ अरे क्या ओ सालिनी नुकी हुनु होला चिसो दिगो गाडी त दामी छ गाई कस्तो दाम छ इस्कुस आलु भटमास मिठो छ दामी बल्ल पालो आइरहेछ खाना मान्छे चाहिँ खाने